वेलकम ब्याक छ हाम्रो नयाँ भिडियोमा। सो आज चाहिँ बिहान हो के गरिन्छ सो हेरिदिउँ है। बिहान उठेर रुटिन गाउँको झ्याउ लागिरहेको गोबर फाल्न। मम्मीले हेरिदिउँ म जान्छु फाल्न। गोबर फाल्न जानु लाग्यो ग्लोभ्स लिएर गम्बुट समुट लाएर हिँडेँ। गोबर नि फाल्नु पऱ्यो अहिले। गोबर सोबर फालेर बसेको उसको दाँत अल्लिएर कहाँ अल्ली त्यो लास्टै अल्लियो तर दाँत हल्लिरहेको अरे के हो के अरे हिजो आरु खाएको अरे अनि आज नास्पति खाएर दिएको अनि दाँत हल्लियो अरे के भन्ने कुराको त्यता बच्चा पास त्यसले चाहिँ मैले गर्छु। अब घर जानुपर्छ गाइस। अब खानासाना बनाउनु पऱ्यो। गोबर फालेर भइगयो कसो अनुमोल गुन्डा कुहिरो लाग्यो यार लास्टै केउनु तेन कि वा तोत्ते म कुमरी देश हल्का दिएको ल। गाइस हामी चाहिँ माथि घरदेखि माथिको डाँडा छ एउटा डाँडा जहाँ चाहिँ सम्म हो कि परसम्म त्यो डाँडामा जानु मन लाग्यो मलाई बस्दा अनि गइदिउँ न भनेको आएर चाहिँ झाडा छरी आज झालोतिर जानु पर्ला अनुमोल गुन्डालाई जामी हेरिदिउँ है त कस्तो छ त्यो डाँडा। त्यहाँ जङ्गलको रुख अरिङ्गाल पनि हेर्दैछौँ पाइदिनु सक्छ भनेर अरिङ्गाल भन्ने कि अनुमोलको गफ सुन्दै जानु पर्यो। अरिङ्गाल त खोजेर भ्याइएन गाइज भ्याइएन भन्दा नि पाइएन। दौडमा चाहिँ आइयो हामी रिप दामी ओइ यस्तो पौडी खेल्दा चाहिँ पौडी खेल्छ र लु त आउँछ यहाँ भन्दा बादल लाग्यो कि बब्बालमा सही भयो। तर कस्तो मौसम मनपर्छ गफहरी भान्छ अनुमोल भाइले कस्तो भने फेरि अनि चिसोमै परेको त हिउँ त होइन र पानी आएको नि तँलाई मनपर्छ बारिस पनि मनपर्छ तैँले हिँड्ने बोल्न जाने जस्तो ल हिँड्ने नै आउँछ तँलाई खतरा रहेछ ल त्यस्तो नेपाली पढ्न जान्छ जाने के गर्छ यसले अब अनेक गर्दै अब यसले कस्तो छ चौर ल के गर्छ बे यसले अनुमोललाई छुए जस्तो छ कि के गरे भाइ ल पेटी नि हान्न जाने पहिला नै आउँथिस यहाँ त्यस हामी नि बच्चा हुने बेला चाहिँ गाई भैँसी चराउन आयो भने चाहिँ यतैतिर बस्ने रमाइलो छ ठाउँ गँदै त कताको त्यही हो यहाँको चाहिँ एउटा रमणीय ठाउँ यही लाग्छ मलाई चाहिँ। बच्चादेखि चाहिँ भैँसी चराउन आउने बेला चाहिँ हामी यतैतिर खेल्थ्यो कि यो पुल दिएको कति खुसी भएको तर रमाइलो ए सही है ठाउँ त मैन रमाइलो ला कस्तो सही है पहिला को आयो त्यस्तो खेल्नु दामी भयो त्यो क्लाउडी सही हो मलाई नि यस्तै खालको वेदर मनपर्छ कि ढोरपाटनमा आइसक्यो त ओ माइ गॉड के हो झ्याउला आएन तँलाई ए जो लागेको लागेन टाइम पास भयो किन छुट्टी मनाउनु तँलाई गाह्रो भएको थियो यसको 3 दिन छुट्टी अरे अनि यसलाई चाहिँ टाइम पास भयो अरे घरि के गर्छ ल
ल एक्टिङ त हरि भानिन्छ त्यसले के गर्यो म छर्दैछौँ ल पागल के गर्छ मुन्टो माछिला नि फेरि पानीमा पर्ला नि फेरि के गर्छ अस्ति हामी त त्यसै डुल्न आयो ऊ भएन हाम्रो रेशम मामालाई हामीले जङ्गलमै भेटेको अवस्था छ कता जानु लाग्नु पर्यो कोठाहरू बाहिर छैन केही छैन हामी त यही समूह आइरहेको घर फर्किँदा सुगाइ झाडा हिँडेको ल झाडा फोहोर सोहोर टिप्ने झाडा रहेछ आज गाउँमा फोहोर व्यवस्थापनको फोहोरहरू यसो बाटो भनेको टिपेर चाहिँ व्यवस्थापन गर्ने आज झाडा रहेछ सबै गाउँको मतलब यो हाम्रो बस्ने टोलको चाहिँ सबैजना घरको एकजना चाहिँ गएर फोहोर व्यवस्थापन गर्ने बाटो यस्तो सब टिप्दै आइसकेको नि हामीले फोहोर टिप्ने अभियान भर्खर सुरु भयो गाइस यहाँ भर्खर मेरो मामाले यस्तो गरेर राखेँ यसले यसको काम यसको हात निखेँ अलिअलि यसले के गरेर राख ओइ के गरेको जहाँ पनि खेलिन्छ अरू टोलीहरू अगाडि गइसक्यो हामी त पछि छौँ त्यही हो झाडो खान लागिसक्नु भएको छ हाम्रो पार्टीहरू गाइस हाम्रो कामसाम लगभग सकिसक्यो अब यता बल खेल्दै काम सकिसक्यो अब घर जाने होला लगभग हिँडिरहेको छु तल पनि बल खेल्न जानुपर्छ हामी गाउँमा बल खेल्न झर्दै तल गाउँमा गइदिउँ पानी चाहिँ पर्ला जस्तो छैन वेदर चाहिँ बवाल छ यतातिर नि बबालै छ वेदर त गाइस पर्ला जस्तो त छैन नि होइन गइदिउँ न पानी परिहाल्यो भने पनि पस्दिउँ ल होइन के छ ठिकै छ गइदिउँ खेलिदिउँ कस्तो हुन्छ हेरिदिउँ है त गाइस घर नआउँदा त माएको छौँ हेर्न पऱ्यो अरे सुनिलाई आउनु त ल सो हिजो चाहिँ भ्लगिङ गर्न पाइएन गाइज गाउँतिर भ्लग यति नै हुन्छ यो भ्लगलाई चाहिँ यहीँनिर टुङ्गाइदिउँ सो आज म गल्कोतिर जान लाग्यो सो यहाँसम्म जसले हेरिदिनु भयो लास्टसम्म त्यसको लागि धेरै धेरै धन्यवाद सो सबैलाई फेरि पनि थ्याङ्क्स फर वाचिङ गाइज आज भ्लग यति नै हुन्छ हस् त बाइ बाइ